नेपालगञ्जियाको डेली मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। हाई एभ्रिवान, मेरो दिनको सुरुवात कसरी हुन्छ हेरौँ है त। सबैभन्दा सुरुमा चाहिँ मैले तातो पानी पिउँछु। आज चाहिँ म बिहान 5 बजे उठेको थिएँ नि त, त्यही भएर तातो पानी पिउन पनि भ्याएँ। अनि बिहान भाडा पनि माझेँ, पुरै किचन नै सफा गरेर म कलेजतर्फ लागेँ। त्यसपछि मैले मेरो साथीहरूलाई मैले गाडी किने भनेर प्र्याङ्क गर्दै थिएँ। तिनीहरूले पत्याएर कङ्ग्रेचुलेसन्स पनि भन्दै थिए। लास्टमा मैले प्र्याङ्क हो भनेर रिभिल गरेँ, बिचरा उल्लु बनिहालेँ। अनि त्यसपछि हामी पुगी बन्दैछौँ। एकजना साथीले यति सानो क्लिप हामीलाई दिएको थिइन् कि नेपालगञ्जमा चाहिँ जाडो बढी नै सकेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। घाम ताप्दै थियौँ हामीहरू बाहिर आएर। त्यसपछि म नर्सरी गएँ। मेरो मम्मीलाई चाहिँ यस्तो फुलहरू एकदमै मनपर्छ, त्यही भएर मम्मीले मलाई फ्लावर्सहरू लिएर आइदिनु भनेर भन्नुभएको थियो। अनि मेरो क्याम्पसको नजिकै भएको भएर नि मैले लिन गएको थिएँ। यस्तो राम्रो फ्लावर्सहरू थियो त्यहाँ। के गर्नु, आफूलाई रोप्न नआए पनि फ्लावर्सहरू लास्टै मनपर्छ। त्यसपछि नेपालगञ्जमा एकदमै फेमस ब्रेकफास्ट हलुवा पराठा म लिन गएको थिएँ। यो चाहिँ बिपी चोक नजिकै रहेको छ। हलुवा पराठा चाहिँ हजुरले 70 रुपियाँ पाउमा पाउनुहुन्छ। नेपालगञ्ज आउनुभयो भने यो ट्राई गर्न चाहिँ नबिर्सिनु होला है त। यति ठुलो कडाईमा उहाँहरूले बिहान उठेर बनाउनुहुन्छ र जति सकिन्छ त्यति पकाउँदै जानुहुन्छ दिनभरि नै। र मैले हलुवा पराठा मेरो घर ल्याएर मैले ट्राई गरेँ। गुलियो लभर हुनुहुन्छ भने हजुरहरूलाई यो एकदमै मन पर्नेछ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। आजको लागि यति नै।